Oh my god. Oh my god. परदेसी जीवन ऐसा ही होता है गाइस। Oh my god. 1, 2, 3, 4, 5, 6, 7. साह्रै गाह्रो। उफ गाह्रो छ। साह्रै गाह्रो छ। छुट्टीको दिनको कति कपडा धुने गाइस। आज छुट्टी हानेको छुट्टीको दिन पनि कपडा धुने, खाना बनाउने, रुम सफा गर्ने कति के काम हुँदो रहेछ त्यही तपाईँहरूले म देखाउने कोसिस गरेको। र भिडियोको फर्स्टबाट लास्टसम्म हेर्नु होला। म बेङ्गलोरमा छु। बेङ्गलोरको के कसो हुँदो रहेछ। ड्युटीको टाइममा त ड्युटी छ, छुट्टीको टाइममा पनि रेस्ट छैन। कपडा धुने, खाना बनाउने, रुम सफा गर्ने यति काम हुँदो रहेछ रुमको गाइस। छुट्टी नगरौँ जस्तो लाग्छ छुट्टीको दिन पनि। आज महिना दिनमा एकदम छुट्टी गरेको, त्यो पनि हेर कति काम हुँदो रहेछ। कपडाहरू भिजाइदिए, अब धुन बाँकी छ, खाना बनाउन बाँकी छ, रुम सफाइ गर्नु पर्यो। भात बसाइदिए। अब बजेटमा बस्नु पनि गाइस बहुत गाह्रो छ। सफा मात्रै गर्नु पर्यो। कस्तो बाटो हेर्नु। घरमा भए दिदी पनि यसले गर्छन्, अलिकति कपडा धोइदिन्छन्, खाना बनाउँछन्, आमाले बनाउँछन्। र परदेशमा यस्तै हो पारा। हाम्रो पाको अब आलु बोइललाई बसाइदिन्छु। हिटर हो, लाहे लाहे गरम हुन्छ, त्यहाँबाट बोइल हुन्छ, टाइम लाग्छ तर फ्रीको हो, कम्पनीको। अलिअलि सफा गरेर साइडमा राखिदिनुपर्छ। तब कस्तो मजाको सफा देखिन्छ। र परदेशमा यस्तै हो। तपाईँहरू कहाँबाट हेर्नु हुँदैछ, कहाँ काम गर्नुहुन्छ, सबैले कमेन्ट गर्नु होला। बेसी म बेङ्गलोर यलहङ्कामा छु र सानो मेरो यो भिडियो। त साह्रै गाह्रो छ। कपडा धुन चाहिँ मलाई यस्तो दिग्दार लाग्छ गाइस। के गर्नु, अब धुनै पर्यो। घरमा आउँदा आमा बहिनीहरूले धुन्थे कतिखेर, बेसी धुनै पर्दैन थियो। परदेशमा साह्रै गाह्रो। त्यही पनि यस्तो धुने दिएको छ, आरामसे उभिएर गर्न पाइन्छ। नभए भने कम्मर दुखेर डेली काम सधैँ काम त गर्नुपर्छ। छुट्टी गऱ्यो भने पनि यस्तो हाल हुन्छ परदेशीको। र तपाईँहरू कहाँ तपाईँहरूको पनि त्यस्तो हुन्छ होला परदेशी बाबुहरू, कमेन्ट गर्नु होला। साह्रो छ। 10-15 दिनको पेन मैले लाखको सुकाइदिएको छु, त्यही भएर धेरै भएको छ। त पखालेर मैले सुकाइदिएँ। लास्ट यो काम, अब सब्जी बनाउनु पर्यो। त परदेशीहरूको यस्तै गाह्रो रहेछ। गर्मी बहुत दिँदैछ, कपडा धोएको त्यहाँ पनि बहुत गर्मी, टाउकै दुखे जस्तै भयो। त कति गाह्रो हुन्छ भनेर तपाईँहरूलाई थाहा छ। त यो भयो हाम्रो रुम। कपडा भिजाएर खानाउना बनाएँ, झाडु पोचा गरेँ, त्यहाँबाट कपडा धोएर सुकाइदिएँ। अब भात पाको, सब्जी बनाउन बाँकी छ। त्यो सब्जी बनाएर खाने हो। त गाइस भात पाकेको थियो, सब्जी पनि पाको। अहिले लाइट गएको छ, डिममा बोइल गर्नु छ मलाई। त लाइट अहिले गएको छ, त सब्जी पाको मेरो। अब डिममा बोइल गर्न बाँकी। त साह्रै गाह्रो हुँदो रहेछ। कम्मल पनि धोएँ मैले एक्लै, यत्रो ठुलो कम्मल। र यता देख्न सक्नुहुन्छ कपडाहरू 5-6 जोडी धोएँ छुट्टीको दिनमा। रेस्ट गर्ने छैन। अहिले 1 बज्दैछ, त 1 बजीसम्म धोएको धोएँ।
भात बनाएको बनाएँ, यता धुँदै भात बनाउँदै। त अब खाना खाएर हल्का रेस्ट गर्नुपर्छ 1 बजीबाट 5 बजीसम्म। पहिले नुहाउने हो। त पानी भरिसकेको छ गाइस, नुहाइधुवाइ गरेर भेट्नेछु। बाई बाई। फाइनली नुहाइधुवाइ सक्यो। अब चाहिँ हल्का भयो जिउहरू, काम गर्दा गर्दा थकियो। नुहाइधुवाइ गर्दाखेरि हल्का भयो जिउहरू। अरू खानापिना पाएको हल्का बोइल हुन सकिन्न त भेट्नेछौँ। गाइस फाइनली काम गर्दा गर्दा थकियो, कपडा पुरा धोयो, झाडु पोचा जे छ पुरा गरियो है। खानाको लागि 2 बज्दैछ बनाउँदा बनाउँदा। सो खानामा छ आलुको दाल अनि सजना, एउटा ग्रेभी आलुको दाल बनाएको, प्याज, अन्डा। टेस्ट गरेर हेरौँ कस्तो बन्दो रहेछ। मोटामोटी आलुको दाल ठिकठाकै रहन्छ। यहाँ केचप छ, गार्लिक पिक्कल, लाइम पिक्कल, यस्तो 5-6वटा ल्याएको थिएँ मैले अचारसँग खाना, भातसँग खाना। अमिलो अमिलो हुन्छ यो लाइम पिक्कल र यो आलु प्याजको ग्रेभी जस्तै बनाएको अलिकति। यो त मजाको छ। र सजना एक्चुअली अर्ग्यानिक हुन्छ, जहीँ पनि सजना हेर्नु अर्ग्यानिक हुन्छ मेरो ख्यालमा। सजनामा घोटाला गर्न सक्दैन। दाल भए पनि बहुत टेस्ट छ। त गाइस काम गर्दा गर्दा थकेर खाना खाँदैछु, खाना खाएर सुत्ने हो। तो तपाईँहरूसँग नेक्स्ट भिडियोमा भेट्ने हो। जय हिन्द, जय भारत, बाई बाई।